रूप सजिलै मिल्दा ठुलो इज्जत विद्याले बढिरहन्छ रूप सजिलै मिल्दा ठुलो इज्जत बाजु बन्द किरीट कुण्डल बढे आँटी चुरा हारले बोटो कोट कमिज टोपी पगडे वस्त्र सुरुवालले सारा देह सजाई झलझल हुँदै जान्छौ सभामा जब बोल्ने नौरसिलो उहाँ बसी भने व्यर्थै हुने हो सब बोले नौरसिलो उहाँ बसी भने व्यर्थै हुने हो सब पहिरुन हार किरीट कुण्डल मरे औँठी र सिक्री चुरा लामु कोट र बुट टोप लहङ्गा बुट्टा भरेका पुरा पाली केसरी छडी घडी फेरि कतै कसुन तर बोल्ने ढङ्ग नभई सभा बिचहरे के हो सुन्दर विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्न भनेर हात बनिए बाला के फल जिब्रो पढ्न र मन्त्र जप्न बनिए नस्वादका खातिर यो चोला उपकार गर्न बनिए सिङ्गारमा के छ र यो चोला उपकार गर्न बनिए सिङ्गारमा के छ र अनौठो यो विद्या धन छ जगतमा नमिल्ने दिँदा बढ्दै जाने कहीँ पनि नबाडे घटी हुने पछि नाना जन्मान्तर तक पनि साथ रहने अझै यस्तो दिगो धन किन छिट्टै हात नलिने अझै यस्तो दिगो धन किन छिट्टै हात नलिने